तिमीलाई थाहा छ त्यो बारे त हल्का चाहियो अरे सिनमा ऱ्याप होइन अहिले गीत चलिरहेछ अनि कहाँ त हल्का दिने भन्दा हामी ऱ्याप हान्नेहरूले गीत चलिरहेछ अरे सिडनी सिडनीको त अहिले म हर्ट्सभिल आएको छु यार अहिले हर्ट्सभिलतिर छु म के क्लब अरे यहाँ के पप रिच के अरे रिच होटल पप हो कि होटल हो कि अब के हो रिच होटल कि के अरे यहाँ छोटु आयो फेरि हाम्रो फेरि छोटु के अरे उयो हो हाम्रो नेपाली हिपहपको प्रिन्स हो नि त फेरि छोटु त हल्का मोटाइ छ अरे दाइले ए आदर्श दाइ हो आदर्श दाइले हल्का मोटाइ छ हल्का त दाइ अनि मोटाउनु पर्ने दाइ कति नमोटाउने भन्ने बिन्डु छैन यार म दार्जिलिङसम्म चाहिँ पुगेको छ दार्जिलिङसम्म चाहिँ पुगेको छ म सिक्किम चाहिँ आएको I read my comment. दौडा टोपी लगाउनुपर्छ अरे दाइ तोप खान छोडिदिएको अरे सँगै बसेर हाने जस्तो क्या फेरि कमेन्ट हेर न कस्तो अमिलो टाइपको कमेन्ट आएको सँगै बसेर हाने जस्तो क्या RX 100 इपीको RX 100 को त उयो नै के अरे साइलेन्सरै बिग्रेको छ हौ साइलेन्सर बिग्रेर अरू गीतै आउन पाएन क्या आउनुपर्छ इन्डियाबाट माया छ अरे यो वेब कस्तो लाग्छ राम्रो छ ऊ राम्रो छ राम्रो गरिरहेछ सबैले राम्रो गरिरहेछ एप्रिसिएट गरिन्छ होइन जतमा अब हामी त्यस्तो त्यो हुन्छ नि त जतमा त्यो रिजनै बिना जे पाइदै भन्ने पनि होइन त्यो अलिक त्यो परेन पनि होइन सोझो केटा हामी एकदम सोझो केटा हो त्यही भएर हाम्रो दायाँ बायाँ पछाडि पनि कोही छैन होइन अगाडि पनि कोही छैन आफू मात्रै हो होइन भन्न खोजेको आफू मात्रै हो नि त त्यही भएर हामी यस्तो सबैलाई आज फेरि कालो चस्मा आएछ यार म फेरि कालो चस्मा पनि थियो यार मसँग दामी ठक्क मलाई थाहा छ नि त्यो खानुहुन्छ कि हुन्न भनेर म पनि लेटाङबाट हो नि त दाइ अरे ल के भन्छ हौ दाइ भाटा कारबाही भाटा के भन्छ त्यसलाई ए साँच्ची यार पहिला म खाँदा यो भाइको बाउ डिलर थियो क्या मैले बल्ल चिने भाइ तिमीलाई तिमी सानो थियो यार त्यतिखेर तिम्रो बाउ डिलर थियो पहिला हामीले तोप खाँदा कता हो सहरहरू यार म यतैतिर छु यार साथी यार के छ तिम्रो खबर सब थाहा छ अरे त्यसलाई त्यस्तै हो अब सब थाहा भइहाल्छ नि मलाई आफैलाई थाहा हुँदैन यार मैले गरेको कुराहरू पनि कति त यार तेरो गीतको बारे कुरा मेरो गीतको बारे दाइ यस्तो हो दाइ मेरो गीत म चाहिँ गीत गाउँदिनँ दाइ म चाहिँ ऱ्याप हान्छु होइन दाइ के भएर छ आज ट्राईमा ब्याट के हो यो लाइफमा आएर ए म पढ्ने अल्छी लागेर अलिक सानो कमेन्ट गर न यार अलिक थोरै लेखेर गाली गरौँ न अलिक थोरै लेखेर क्या अहिले त काठमाडौँमा तोप बेचेर होइन होला भाइ यार घर त सामान बेचेर किने होला यार तोप बेचेर त आउँदैन घर तोप बेचेर काठमाडौँमा घर आउँदैन
धादिङसम्म आउँछ कि धादिङसम्म चाहिँ आउँछ कि होइन उहाँ के अरे उयोतिर चाहिँ आउँछ यो ओलङचुङ गोलातिर चाहिँ आउँछ त्यो बेचेर घर चाहिँ ओलङचुङ गोलातिर आउँछ कि त अस्ट्रेलियामा बेच्नु पर्यो होइन अस्ट्रेलियामा डलरमा कन्भर्ट गरेर बस्नु कि त अस्ट्रेलिया बेच्नु पर्यो नत्र नेपालमा बेचेर चाहिँ आउँदैन साउट आउट टु हाम्रो मेक ब्रदर मेक भाइलाई साउट आउट छ के भनिरहनु अब आफ्नो भाइहरू मेक भाइ जस्तै अरूको के कुरा गर्नु अरू त्यस्तै हो त्यस्तै दाइको ऱ्यापमा धेरै मोटिभेसन चाहियो अरे मोटिभेसन नेपालमा मोटिभेसन चल्दैन मोटिभेसन छ भनेको हो ए मोटिभेसन छ भने मोटिभेसन छ भने दाइले फेरि कस्तो मोटिभेसन त्यही हो मेक ब्रदर्स आउँछ मेरो टक्क 5 वटा गीत मेरो ब्याकअपमा छ टक्क म टाइम मात्रै कुदिरहेको हो क्या के अरे कता माथि हो सिसा रहेछ नि त दामी यस्तो भइरहेछ क्या मेरो त नयाँ गीत अस्ति ड्रप गर्ने भने हो होइन हल्का त्यहाँ यो बिट सिटको कामले गरेर हल्का अड्किरहेछ क्या जस दामी एउटा के अरे हाम्रो के भन्नु त्यसलाई होइन ठिक छ जस राम्रो भएको छ छोटो मिठो एउटा दामी गीत छ अनि त्यस पछाडि चाहिँ दुई तिनवटा हुन्छ होला होइन त्यही भएर टक्क गर्नुपर्छ बिस्तारै मिलाएर ड्रिल यस्तो मलाई चाहिँ यस्तो लाग्छ अब आफूलाई के मनपर्छ मतलब के गर्दा ठिक लाग्छ जस्तो लाग्छ कि ड्रिलमा केमा भन्नाले भने त्यो कुनै दिन हुन्छ नि त आफूलाई मतलब आफूले के त्यसले एकचोटि सोध्नु न कस्तो गीत सुन्नु मन छ भनेर भाइबर सामानको अब त्यही अन्त त्यही गीत होइन कि ऱ्याप त्यही त नि त्यही भने सम्झाउ न यार उसले बुझिसक्यो क्या एल्बम झिक्छु किन्छौ तिमी किन्नु पर्यो म एल्बम झिक्छु किन्नु पर्यो ल 50 जनाले एकिनासको गीत भन्नु पर्यो होइन खोइ त कुल साथी हाम्रो अरे कुल साथी भाइबर सामान छ त होइन कुल साथी म हुनु त एउटै त नि निजम केसी दाइलाई कस्तो तनाव छ भतिज नेपाल नम्बर किन आएको छ नम्बर पठाएको चाहिँ कसले हो के हो यहाँ फोन नम्बर किन हो खासमा कोलाबोरेसन मेरो 2-3 जनासँग छ कोलाबोरेसन एबीसँग के मेरो के भएको छ हेर मैले के भनेको छु मेरो कोहीसँग नराम्रो छैन क्या यताउति हुन्छ नि त मेरो सबैसँग राम्रो छ मेरो कोही ऱ्यापरसँग पनि नराम्रो छैन मेरो कोही हुन्छ नि त दायाँ बायाँ अब यत्तिकै के भयो अब कहाँ 24 घन्टै सँगै हुँदैन नि त एङ्जाइटी टु आइरहेछ त एन्जाइटी टु आइरहेछ तर अलिकति फरक एमा आउँछ टाइटल एन्जाइटीले हानेको छैन नि त अहिले पहिला पनि एन्जाइटीले हान्दाखेरि एन्जाइटी निस्किएको थियो त अब एन्जाइटी 2 हान्नलाई त फेरि एन्जाइटी हान्नु पर्यो नि त त्यस्तो हो नि त कुलसँग मेरो 2टा गीत आइरहेको एउटा चाहिँ त्यही पुरानो होल्ड भयो अस्ति यस्तो भयो क्या म नेपालमा अस्ति उता हुँदाखेरि के अरे ऊ मुभी गरिरहेको थियो म पनि यता सोहरू हानिरहेको थियो मेन भनेको चाहिँ खासमा हुन्छ नि त उसले मुभीको प्रमोसन यताउति गर्दाखेरि बिजी भयो क्या अनि त्यो भएपछि भिडियो सिडियो गर्न पाएन त्यही भएर सङ्घर्ष 2 भनेर नि एउटा बहिनीसँग त्यो बहिनीको नाम के भयो नेपाल आइडल गएको छ नि रेनुका त्यो रेनुका बहिनीसँग एउटा गीत छ राम्रो त्यो बहिनीलाई सपोर्ट पनि टक्क अझै छैन नेपाल आइडलमा खै छ होला त्यो बहिनीलाई चाहिँ यसो सपोर्ट हामी दामी जोस् आउँछु भनेर भनेको त्यो सर्ट एन्ड स्विट भनौँ न टक्क हेलो हुन्छ नि छिटो ल सबैलाई कति लोभ छ फेरि सबसँग राम्रो छ सबसँग काम आउँछ
दाइ त्यही त हो नि सबसँग राम्रो छ सबसँग राम्रो यस्तो हो नि त अब भने त मैले हाम्रो पछाडि कोही छैन होइन अगाडि पनि आफू मात्रै हो वान मेन आर्मी हो हामी दाईहरू छ यो मिल्ने साथीहरू भनौँ न आतस दाई पनि दाई भन्दाले पनि हामी एउटा के भन्छ त्यसलाई त्यो एउटा दामी तरिकाको छ नि त त्यही भएर मेरो बाउ प्रचण्ड होइन मुझे हजुर बाउ मुझी गोली हान्थ्यो होला नि होइन प्रचण्ड हजुर बाउ केपी ओली काका कस्तो हुन्थ्यो होला शेरबहादुर देउवा तर कोही शेरबहादुर देउवा चाहिँ के बोलेकै बुझ्दैन फेरि चाहिँ अङ्कल हुने अरे मेरो अनि भतिज भन्दा नि पछि कसरी भन्छ होला त्यही भएर होइन शेरबहादुर देउवा चाहिँ त्यो हुनुपर्छ क्या हेटर हुनुपर्छ क्या बोलेकै नबुझ्ने खालको गाली गर्यो भने ए आर्टिस्ट होइन म आर्टिस्ट भिजामा चाहिँ अस्ट्रेलिया बस्न त चिक्न पहिल्यै बसिहालिन्थ्यो नि हामी चाहिँ आफै पैसा तिरेर आफै पढ्न आएको अस्ट्रेलिया यो चाहिँ क्लियरिफाई गरिदिनु त लाइभमै यसरी देखाउनु पर्छ क्या हो भिजा यस्तो हो आर्टिस्ट भिजामा म 2 वर्ष अगाडि चाहिँ आर्टिस्ट भिजा आएको थिएँ अस्ट्रेलिया मतलब हामीले एउटा सो गर्यो त्यतिखेर फर्क्यो त्यतिखेर अब म चाहिँ अस्ट्रेलियामा चाहिँ बस्नै नपाएको त्यो गर्नै नपाएको थियो होइन मान्छेहरूलाई होइन त्यो चाहिँ अलिकति मलाई फरक पर्दैन त्यो त्यही झ्याउ लाग्छ नि दाइ हामीलाई पनि झ्याउ लाग्छ मलाई चाहिँ आफै आफ्नै पैसा टक्क गरेर सो हानेको थिएँ हल्का पैसा थियो यसो ब्याचलर भन्नाले पनि ब्याचलर सकेर मास्टर्स हान्न आएको म मेरो 2 वर्ष जस्तो पढाइ सकिन्छ अब ठिकै यतै मलाई ठिक लाग्यो भने म यतै हुन्छु यतै बसेर म्युजिक गर्ने सोच हो अब त्यो हुन्छ मलाई फरक पनि पर्दैन त्यो कुराले चाहिँ त्यो पहिलामा चाहिँ आर्टिस्ट भिजामा बस्ने त्यो डाइनोसरको जमानामा हो त्यो डाइनोसर जिउँदो हुँदाखेरि अहिले मेरो बाउले सोध्दैछ बाउलाई त्यो हल्का केमिकल चाहिँ नमिसाउ भन त पढ्न गएको हो भनेर टक्क अब के भन्नु गुड बाईहरू टक्क मेरो बाउ पनि टिचर आमा पनि टिचर पढ्नै पर्यो ऱ्याब हानेर मात्रै हुँदैन पढ्नु यसो बाउ आमाको लागि भयो भने यसो आफ्नो लागि पनि चाहिँ जिउन छोडियो जस्तो लाग्यो अब चाहिँ म्याच आफ्नो लागि कस्तो बाबु गफ अरे क्या त्यस्तै छ अहिले कहिले काहीँ यसो जेस मजा आउँछ क्या यसो कुरा सुरु हाल्नलाई दाइ सुपरस्टार भएको हो होइन म सुपरस्टार होइन सुपरस्टार मेरो बाउने डिलर मनी डिलर अरे भाइले चाहिँ डिलर मेरो बाउने डिलर मनी डिलर कुलबोयसँग तिमी बोल्दैनौ किन हो थोरै वर्ष हाँस्न अरे कुलबोयसँग बोल्दैनौ किन कुलबाईलाई लाइभमा च्याङ हान न गडा अरू टक्क गर लाइभमा गएर हल्का ल्याङ हानिदिने हो क्या उसलाई गएर दाइ भनेर यसो दिनु पऱ्यो नि त यो गीत चाहिँ आउँदैछ टक्क हल्का भिडियो छ तिमीलाई मैले भिडियो पठाएको थिएँ नि देखाउँदा थोरै म देखाइदिन्छु मेरो त उयो भइसकेको छ क्या त्यो गीतको टक्क एक्सक्लुजिभ है कति 45 भनेर सताउँछौ तर तिमी आउँदैनौ एक्सक्लुजिभ भिडियो है त आजलाई तिमीलाई के व्हाट्सएपमा पठाएको थिएँ र बेस्टी हामी कुलबोय मेरो दाहिने मुटु हो फेरि चाहिँ हेर्नु थुप्रै छैन म चाहिँ मुख छाड्न आउँछ यार केटाहरू भाइबर अरे क्या फेरि अनुहार चाहिँ छैन क्या आएको आउँछ फेरि ग्याङ्स्टर कहाँबाट मुझे गोली आउँछ थाहा नै हुँदैन मुझे फेरि म त यस्तो लाइभ बस्दा मुझे गोली हानिदिन्छ कि जस्तो लाग्ने क्या निधारमा क्या अहिले मुझे सबै मुझे ग्याङ्स्टर छ नि त
अस्ट्रेलियामै फेरि होइन नेपालबाट चाहिँ हान्न सक्दैन त ग्याङ्स्टरहरूले नेपालबाटै गोली हान भने चाहिँ मेरो निधारमा लागिहाल्छ नि ग्याङ्स्टरको त लिङ्क पनि हुन्छ नि त फेरि भाइ ग्याङ्स्टरहरूको त लिङ्क पनि हुन्छ दाहिने मुटु हुँदैन अरे त्यही भएर त भनिरहेको छु केटाहरू बुझ्दैन कुल भयो मेरो दाहिने मुटु हो भनेको दाहिने मुटु त हुँदैन अरे बल्ल राम्रो कमेन्ट आयो होइन बर्थडे कस्तो हो बर्थडे रमाइलो यार मेरो त अझै बर्थडे मनिरहेछ केटाहरू खोइ के लिएर आउँदैन लाइभमा टक्क केक लिएर जोइन गरेर अनि तपाईँलाई भोलि होइन यार नेपालमा खतराहरू छ नि ऱ्यापरहरू सबै मुझे त्यही भने तिमीलाई केमा पठाएको थियो र त्यो गीतै पठाउनु भएको थियो क्या तपाईँले मलाई भाइ भन्ने हो क्या तपाईँको त्यो गीत बुझ्नु भएन ब्रदर तिमी फेक आइडी बनाएर नआउन तिम्रो अनुहार पनि छैन होइन गौरव अरे मुझे बाबु आमाले कस्तो नाम राखेको मुझे असतीलाई म्याच गौरव अरे मुझे अलिक बाबु आमालाई मुझे गौरव हुने काम गरेपछि त मुझे अर्काको लाइफमा आएर मुझे मुख छाड्ने कि मुझे अलिक जोराकालाई किन के भन्नु र के भन्नु ऊ राम्रो छ मलाई राम्रो लाग्छ त्यो मान्छे राम्रो छ त्यो आफ्नो पारा छ पर्सनल यस्तो उसको राम्रो आफूले म सबैलाई हामी चाहिँ नराम्रो भन्ने मान्छे नै होइन क्या हामी सबैलाई एप्रिसिएट गर्नु सबैको आफ्नो आर्ट हुन्छ सबैको आफ्नो दिमाग हुन्छ सबैको आफ्नो हात हुन्छ 5 वटा होइन अम्ला 5 वटा हुन्छ चेप्ने यसरी चेप्छ पेन होइन यसरी लेख्ने दिमागले टक्क हुन्छ सबैलाई आफ्नो सबैले राम्रो गर्न खोजिरहेको हुन्छ होइन त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्छ सबैलाई एप्रिसिएट गर्नुपर्छ यो चाहिँ मेरो टक्क यो चाहिँ मेरो अपकमिङ गीतै केटा हो यो रिलिज भएको छैन हिरो देखिया त के हो पहिला बन्थ्यौ सक्दिन तिमीलाई छोड्नलाई टुटिसके मुटु फेरि नआउ तिमी छोड्नलाई एकैबारी छाडी हुँदैन फेरि गीत हुन्छ यो युट्युबमा अनि 40 भ्युज कम आउँछ नि त फेरि गीत हुन्छ फेरि मन्जिल पौडेल साउट अफ हाम्रो भूमिगत अन्डरग्राउन्ड नेपाली सङ्गीतलाई यस्तो भिडियो चाहिँ 5 वटा छ है फेरि स्टकमा त के छ नि भाइ अब के भन्नु अब यहाँ फेरि भन्दाखेरि चलबल्दी यस्तो हुन्छ फेरि भाइहरूले को ऱ्यापरलाई यस्तो भन्दै थियो आइहाल्छ नेपालमा कस्तो हुन्छ आइमेहरू क्या सबै आइमे भन्नाले त्यो टाइपको भन्नु खोजेको होइन अब बुझ्नेले बुझ्यो होला ऱ्यापरहरू नै मुझे सबै मुझे कुरा लाउने हुन्छ नि मैले देखेको त्यही हो क्या मसँग आएर मुझे एउटा कुरा गरिरहेको हुन्छ अब त्यो थाहा छ क्या मुझे त्यो मेरो जिग्री साथी हो भनेर क्या त्यसलाई म सुनाइरहेको हुन्छ अब त्यहीसँग भोलि मुझे स्टोरी आइरहेको हुन्छ अनि हुन्छ नि त यताउतिमा तिज मनाउँदा हुन्छ क्या मुझे त्यस्तोहरूले त तिज मनाएर टक्क रातो साडी लाएर हुन्छ नि त मतलब त्यस्तो किलकिले म्याच यस्तो हुनुपर्छ क्या किलकिले अलिक यहाँ मुझे छैन मुझे के गर्नु अब के हो मुझे बुझ्न सकिँदैन मुझे कन्ट्रोभर्सी जे बोले पनि म्याच यताउति गराइदिने जुदाइदिने हुन्छ नि त कसले मुझे यस्तो भन्नु हुँदैन थियो अरे म्याच यस्तो भिडियो चाहिँ नहालिदिएको भए हुन्थ्यो अरे मुझे अनि त्यसले नै मुझे प्रमोट गरिदिइरहेछ क्या अर्को साइड मुझे फेक एकाउन्ट बनायो होइन यताउति ह्याबीसँग मेरो कोहीसँग भन्दैछु त यार ह्याबीसँग
राम्रो छ क्या मेरो अब कसरी भन्नु म चाहिँ अब म उयो होइन म चाहिँ हनुमान होइन ए मेरो साथी याबी यहाँ छ है भनेर देखाउनलाई अब के भन्नु अन्त छाती चिरिदिन्थे एकैचोटि हड्डी मात्रै देखिन्छ फेरि छाती चिर्दियो भने ए मेरो चार्ज फ्याँक भएछ यार नेपपको केटा भएर नेपपको चाबी चाहिँ यहाँ छ है मसँग चाहिँ नेपपको चाबी हो यो चाहिँ फेरि नेपपको चाबी लिएर भाइबर साइमन अस्ट्रेलिया फरार सेप्टेम्बरमा नेपाल मैले बुझिसकेँ दाइ सेप्टेम्बर नोभेम्बर भनेपछि दाइको गाह्रो छ दाइ स्टुडेन्ट भिजामा अस्ट्रेलिया जानुभयो स्टुडेन्ट म विद्यार्थी भिजा भिजालाई नेपालीमा के भन्छ हो दाइ खोइ जेसुकै मनोस् भालै भएन भने हामीलाई के कोही कहाँनिर नेचुरल ग्यास भेट्यो अरे त हौ सबैले अब नेचुरल ग्यास भेटिसक्यो अरे नेपालमा नेपाल फर्किनु पर्छ त्यस्तो भयो ए आइज भनेपछि बुझ्न होला नगरिदिएर अरे भनेपछि मैले नयाँ कोट सिलाउनु पर्ने भयो दाइ ल मेरो चार्ज अफ भयो यार सबैजनालाई गुड नाइट टक्क भोलि होइन पर्सि होइन आइतबार कहिले आइतबार हामी फेरि लाइभ आउँछ मिठो कुरा गर्नलाई